फार्मिङ सोचे जस्तो सजिलो चाहिँ नहुने रहेछ। हेलो एभ्रिवान, वेलकम टु रेड नेक्टर एग्रो। र यहाँ चाहिँ हाम्रो इन्टिग्रेटेड फार्मिङको काम हुन गइरहेको छ, जहाँ चाहिँ हामीले फर्स्ट स्टेपमा चाहिँ कम्पाउन्डिङको काम अराउन्ड सकिसकेको छौँ र त्यो सँगसँगै चाहिँ जमिनलाई जोतेर लेबलिङ गर्ने काम पनि इन्डिङमा छ। र फर्स्ट हाई भ्यालु क्रपको रूपमा चाहिँ हामीले चाहिँ ड्र्यागन फ्रुटलाई चाहिँ सिलेक्ट गरेको छौँ, जसमा चाहिँ वान पिल्लरमा हामीले चाहिँ 4वटा चाहिँ ड्र्यागन फ्रुट चाहिँ लगाउनेछौँ र त्यसको पनि पिल्लर बनाउने काम सकिसकेको छ। तपाईँहरूले हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, पिल्लर बनिसकेको छ। केही टाइमपछि चाहिँ अरू हाई भ्यालु एग्रिकल्चर क्रप्सहरूलाई पनि यहाँनिर चाहिँ इन्टिग्रेटेड फार्मिङको रूपमा चाहिँ जोड्दै जानेछौँ। र यो फार्मिङमा चाहिँ तपाईँहरू सँगसँगै हामी पनि सिक्दै अगाडि बढ्न गइरहेछौँ। त्यसैले चाहिँ हाम्रो यो जर्नीमा हेल्प गरिदिनको लागि पनि तपाईँहरूले चाहिँ हाम्रो फेसबुक पेज रेड नेक्टर एग्रो र टिकटक अकाउन्ट रेड नेक्टर एग्रोलाई फलो गर्न नबिर्सिनुहोला। थ्याङ्क्स फर वाचिङ।